के म एउटा नर्मल कारले मान्छेको मर्डर गर्न सक्छु त? के म सुतेर पानी खान सक्छु त? के म सिसाले डोरी काट्न सक्छु? म आजको भिडियोमा यस्तै मिथहरू ट्राई गर्छु। हेरौँ कतिवटा कन्फर्म हुन्छ र कतिवटा भ्रष्ट। तपाईँहरू यसको लागि सिर्फ लाइकको बटन दाब्नु। यो मिथ अनुसार हामी सिसाले डोरी काट्न सक्छौँ। त्यो सिनमा देखा जस्तै मसँग एउटा सिसा छ अनि यति मोटो डोरी छ। अब यो मिथ सही हो कि होइन यो त ट्राई गरेपछि मात्रै थाहा हुन्छ। मैले यसलाई काट्न थालेको 10 मिनट भयो होला। 10 मिनटमा जम्मा यति काटेको छैन। एउटा सिसाले एउटा यति मोटो डोरीलाई काट्न त सक्दो रहेछ तर टाइम चाहिँ धेरै लाग्छ। मतलब यो मिथ भयो कन्फर्म। हामीले नर्मल पत्तालाई पानीमा हाल्दाखेरि जहाँनिर छोडेको थियो त्यही बस्छ अरे। साँच्चै हो रहेछ। यदि हामीले त्यही पत्तामाथि इङ्क हालेर छोडिदियौँ भने कुद्छ, बोर्ड जस्तै कुद्छ अरे। वाउ, यो मिथ हुन गएको छ कन्फर्म। किनकि अलिकति ठुलो सर्फेस भएको अहिले अझै मजाले कुद्थ्यो। त्यसैले अब यो मिथलाई गरौँ कन्फर्म। मिथ अनुसार हामी सुतेर पानी खान सक्छौँ अरे। यो साँच्चै हो त? आउनु ट्राई गरौँ। ल म सुत्दैछु। मलाई लाग्छ यो मैले सानोमा खाने जस्तै गरेर खानुपर्छ होला जुठो हालेर। यो मिथ चाहिँ एकदम कन्फर्म भयो तर तपाईँहरू यस्तो ट्राई चाहिँ नगर्नु। अलि मिस्टेकली पनि सर्कियो भने सिधै उपर। कुनै कुनै भिडियोहरूमा देखाउँछ नि एउटा यस्तो नर्मल कारले एउटा मान्छेको मर्डर गर्छ। त्यो रियल हो कि होइन? अब म यसलाई ट्राई गरेर मात्रै बुझ्ने ट्राई गरौँ। हाल्नुभयो होला। मैले यो क्लिप हिजो पनि बनाएको थिएँ, आज पनि बनाएको छु। हेर्नु हिजो गाडेको कस्तो छ, यतातिर। मतलब कि एउटा नर्मल देखिने कारले अलिकति मजाले एक्युरेसी र अलिकति मजाको स्पिड अनि टार्गेट राम्रो हुनु पर्यो, यसले मान्छे मार्ला। तर यसलाई चाहिँ हामी यो मिथलाई हामी 50-50 राखौँ। 50% राइट भनौँ, 50% रङ भनौँ।